नमस्ते साथीहरु, धेरै पछिको अन्तरालपछि आज हामी हजुरहरु समक्ष एउटा सानो भिडियो लिएर आएका छौं। आज यस भिडियोमा चाहिँ व्यावसायिक किवी खेती गर्नको लागि हामीले वर्षैभरि अपनाउनु पर्ने गतिविधिहरु, ती गतिविधिहरु चाहिँ सही समयमा, सही ढंगले, सही तरिकाले हामीले गर्न सकेको खण्डमा मात्रै हाम्रो खेती चाहिँ व्यावसायिक हुन जान्छ, नाफामूलक हुन जान्छ र दिगो हुन जान्छ। यही सिलसिलामा हजुरहरुलाई म यस बगानमा भएको एउटा हेवार्ड जातको किवीको बिरुवा देखाउने छु र बाँकी कुरा म त्यो बिरुवामा गएर देखाएर हजुरहरुलाई एक्सप्लेन गर्ने छु। ए ग्रेडको किवीहरु छ भने बाँकीको 20 देखि 30% चाहिँ बी ग्रेडको किवीहरु छ। वर्षैभरि हामीले जुन गतिविधिहरु गर्छौं, जस्तै कि सही तरिकाले हामीले सही समयमा प्रुनिङ गर्न सकेको खण्डमा, सही तरिकाले चाहिँ हामीले सिंचाई व्यवस्थापन गर्न सकेको खण्डमा, त्यसरी नै मल खाद, त्यसरी नै थिनिङ देखि ल्याएर गर्लिङ जस्ता प्रविधिहरु हामीले अपनाउन सकेको खण्डमा मात्रै यी साइजका किवीहरु हामीले उत्पादन गर्न सक्छौं। अनि मात्रै हाम्रो खेती चाहिँ व्यावसायिक हुन जान्छ, दिगो हुन जान्छ र नाफामूलक हुन जान्छ। यसमा भएका जति पनि ए ग्रेडका किवीहरु छन्, ए ग्रेडका किवी भनेको चाहिँ जुन चाहिँ 120 देखि 150 ग्राम सम्मका किवीलाई चाहिँ ए ग्रेडको किवी भनेर हामीले वर्गीकरण गरेका छौं भने